हेलो एभ्रिवान, फेरि पनि मेरो रियाक्सन भिडियोमा स्वागत छ है। यो आज चाहिँ तपाईँहरूलाई म जर्मन कन्सुलको अफिसर र पाकिस्तानको जर्नलिस्ट रिपोर्टर्सहरूसँग एकाग्रमा कन्भर्सेसन गरेको देखाउँछु है। कति फनी छ र पाकिस्तानको इङ्ग्लिस चाहिँ कस्तो छ हाम्रो मिडियाको भन्दाखेरि चाहिँ तपाईँलाई त्यही देखाउन चाहन्छु है। आई होप यु गाइज विल लभ दिस भिडियो र युजिङ एन्ड द मिडिया अफ पाकिस्तान। सो हियर वी गो। नहीं डिप्लोमेटिक नहीं you allegation you are drink No, of course not. I don't drink. medical- you I don't. medical- Only because I'm Christian, I don't drink. नहीं your medical last me You are driving. You are driving. Yeah. You are driving. Yes, I'm driving my own car. Of course. You are driving. Yeah. है तपाईँले हेर्नुभयो, एउटा रिपोर्टर पाठ्याएर के भन्दैछ, आर यु ड्राइभिङ भन्दैछ, आर यु ड्रङ्क भन्नु पर्नेमा आर यु ड्राइभिङ भन्दैछ क्या। तर पनि उहाँको ओभर कन्फिडेन्स चाहिँ दामी लाग्यो। सो किप वाचिङ, हेरौँ है। You are driving. Why? You are driving. I'm driving my car. I don't drink. I don't drink alcohol. नहीं you drunk you please going to hospital you are investigation can you drink or normal can you drink or normal can you drink or normal your good name Excuse me. your good name Martin. huh My name is Martin. which position Commercial officer with the German consulate. तपाईँलाई भन्न चाहन्छु है, जर्मन अफिसर काउन्सिल समथिङ भन्छ नि तपाईँको, तपाईँलाई उनीहरूलाई याद छैन होला कति मिडियालाई। हुनु चाहिँ यो एमबिसीको स्टाफ हो है, एमबिसी फरेनर्सहरू हो। इङ्ग्लिस त खत्रै हुन्छ। सो हामी जतिसक्दो चाहिँ एउटा नर्मल इङ्ग्लिसमा बोलेर नर्मल क्वेसन सोधौँ भनेर चाहिँ गएको होला। तर उनीहरूलाई के थाहा ठिक पास उल्टा पर्छ भनेर। सो फेरि यो वेको you drink सुन्नुभयो, यु टुल यु ड्रिङ्क भन्नुहोस्। आर यु ड्रङ्क भन्दा केही जान्थ्यो होइन। Don't drink. I don't drink anyway. नहीं you come to hospital Yeah, I can go to the hospital. I have no problem. भयो ड्राइभरहरूलाई चाहिँ अब मेडिकल लाने गर्छ नि त हस्पिटलमा। त्यही कारण हेर्नुहोस् न इङ्ग्लिस कस्तो हुन्छ, यु कम टु हस्पिटल मतलब उसकै घरमा बोका जस्तै बोलायो है। यु हेभ टु गो हस्पिटल भन्नुपर्नेमा I can go to the hospital. I have no problem. you go Yes, of course, anytime. I was coming slowly, and the other car was in speeding. Pakistan CCTV the city government accuse you Yeah, I can. accuse Yeah, I'm taking that to court. I have no problem with that. you please spoke in media यु प्लिज स्पोक इन टु मिडिया। के भन्नु खोजेको स्पोक टु अरे। which I have no problem with the media. I have an accident. I don't want to speak to media. Why would I want to speak to media? why no media क्या दामी भन्दै म किन बोल्नु मिडियासँग, म काम के छ बात मेरो यो यति ठुलो इस्यु हुने कुरा होइन, के चाहिँ बात मार्नु भन्नु खोजेको। Yeah. international media गिभ इन्टरभ्यू टु मिडिया विथ टु मिडिया भन्नुपर्नेमा इन्ट्रेस्टिङ मिडिया अरे। Nothing to do with me. I don't speak to media. Why would I want to speak to media? why Why? Yeah, why? Exactly why? वाइ अरे के अब हुन्छ नि एउटा लजिक हुन्छ क्या क्वेसन सोध्यो यो भन्छ त पाकिस्तानको रिपोर्टर जति छ जबरजस्ती भएको जस्तो लाग्छ है। किनकि हुन्छ नि एउटा जर्मन कन्सुल अफिसर अलरेडी भनिरहेको छ कि अब यस्तो, तर पनि हेर्नुहोस् न क्वेसन सोधेको हेर्नुहोस्, द वे दे आस्किङ द क्वेसन, इभन तिनीहरूको इङ्ग्लिस हेर्नुहोस् न कस्तो छ। Why? Sir, what's your name? Excuse me, sir. What's the name? What is your name? Excuse me. What is happening here? I don't want to. बिचरा यो मान्छे छक्कै पर्छ कि वाट्स ह्यापनिङ हियर, के हुँदैछ अब यहाँनिर होइन। यो मान्छे छक्कै परेछ होइन अर्को बोलेको फेरि। Understand? Your name. Explain to me what is happening here. Why do I have to speak to it? आज चाहिँ म यति बेला त गरिरहेको छु है, सानो क्लिप्स मात्रै ल्याएको छु आफ्टर लङ टाइम है। 6-7 महिना बेसी भएको थियो मैले रियाक्सन भिडियो बनाएको थिइनँ। बिचमा अलिकति पर्सनल डोमेस्टिकै बनाउन सोचेको थिएँ, तर चाहिँ एकदमै गाह्रो पर्छ क्या डेली ब्लग गर्नु लागि। सो आफ्टर लङ टाइम के यो रियाक्सन भिडियो फेरि तपाईँहरूमा अपलोड गर्दैछु। मन पऱ्यो भने प्लिज डु लाइक सेयर एन्ड कमेन्ट्स है। थ्याङ्क यू। यति भन्दै आइ एम क्लोजिङ दिस कन्टेन्ट। र नेक्स्ट टाइम तपाईँहरूले मन पऱ्यो भने पार्ट 2 पनि म ल्याउने छु है, सपोर्ट चाहिँ गर्नु होला। थ्याङ्क यू, बाई।